सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म फेरि हजुरहरूमा चाहिँ आइसकेको छु छोटो मिठो मिनी ब्लग लिएर। आजको मेरो बिहानको सुरुवात चाहिँ आँगनबाट हुँदैछ। बिहान एउटा ढोकामा पानी चाहिँ हालेर म आँगनबाटतिर लागेँ। भित्रतिर पनि सफा गरिसकेको थिएँ अनि आँगनहरू बाहिर राति पानी परेको थियो नि त। राति अनि बिहान बिहानभरि पानी परिरहेको थियो अनि अलि अबेला भइसकेको थियो अनि मैले आँगनसँग सफा गरेँ अनि मकै पोलेर खाएँ। बिहानको नास्ता मेरो हो आजको। यस्तो टोकेर खान यस्तो मजा आउने कि साथीहरू, कति मिठो भएको हरियो मकै। अनि त्यस पछाडि म नुहाएर फ्रेस भएँ। अब कस्तो त्यो भयो नि त, गर्मी छ नि त कस्तो, अनि त्यही भएर फ्रेस भएँ। अनि त्यसपछि म पकाउनतिर लागेँ। फर्सीको मुन्टाहरू फलिरहेको छ नि त हाम्रो आजभोलि। मैले त्यसले जस्तै नै पकाउने गर्छु, दालसँग मिठो हुन्छ, दाल भातसँग। अनि फर्सीको मुन्टाहरू टिपेर पकाएँ। अनि त्यस पछाडि मासु पनि भुटेँ अलिकति, थोरै मासु ल्याउनु भएको थियो अनि त्यो मासुलाई परपर्ती भुटेर पकाइदिएँ। त्यसपछि खानासाना बनाएर खाना खायौँ। खाना खाएर भाँडासाँडा माझेँ। आज भाँडाहरू यति धेरै हुन्छ नि, घरमा 3 जना छन्, 5-10 जनाले खाँदा त्यो भाँडा हुन्छ। के गर्दा गर्दै फोहोर भइजान्छन् अनि माझ्न परिहाल्यो। भाँडा माझ्दा हालत खराब भइहाल्छ। अनि के साथीहरू, हजुरहरूकोतिर बिहा राख्न सुरु गर्नुभयो कि नै? कति ठाउँतिर त अनि रोपी पनि सक्नुभयो होला। आज त हाम्रो चाहिँ हिजो अनि अस्ति पानी परिरहेको थियो नि त। राति अलिअलि त्यस्तो ठुलो त परेन, सानो पानी परिरहेको थियो अनि खुलाएर आएको थियो। आज चाहिँ हामीले बिउ राख्ने गोरो बनायौँ अनि छर्ने चाहिँ भोलि हुन्छ होला। बिउ चाहिँ राखेर अब हाम्रो रोप्ने सिजन यतातिर बल्ल अब रोपाइ सुरु हुन्छ कि अब 15-20 दिनपछि। अनि अब रोपाइ अब आजभोलि बर्खाको टाइममा खासै काम पनि हुँदैन। अब रोपाइतिर लाग्ने, अब त्यही खेतीपातीको अनि घरभित्रदेखि खानासाना बनाऊ अनि घरको काम गर, त्यही काम हुन्छ आजभोलि। हजुरहरूको के काम भइराखेको छ, के गर्नुहुन्छ हजुरहरूले भन्नु होला। अनि मैले चाहिँ आजभोलि नास्ता खाँदा के गर्दा यताउति घुम्न जाँदा पनि मैले मेरो इन्डियामा भएको बहिनीलाई मिस गरिरहेको छु। छिटो नेपाल आउनु, आई मिस यु। अनि आन्टीहरूलाई पनि, अङ्कललाई पनि, सबैजनालाई। नेपालमा पनि यस्तै छ, आजभोलि कामकाज खासै छैन। अनि बस खाना बनाऊ खाऊ, अब बाहिरको काम अलिअलि गर, भित्रको काम गर अनि गोठतिरको बाख्रा धन्दा गर, त्यही भइरहेको छ आजभोलि काम। अनि काम त के कति गरिन्छ नि, अनि भिडियोमा क्याप्चरै गर्न सक्दैन के, भिडियो बनाउनै भ्याउँदैन। कति बेला बिर्सिहाल्छु, कति बेला म थाहै पाउँदिनँ, कति बेला बनाउँछु भन्दा नि बनाउनु मिल्दैन। अनि यस्तै भइरहेको छ आजभोलि। आज कति धेरै लुगा धोएँ मैले अनि खानाहरू बनाएँ, भित्र पोतपात सब काम गरेको थिएँ घरमा त। सबै भिडियो खिचेर सार्दै नै हुँदैन। अब एउटा खिचिदिने मान्छे नि होइन, मलाई त्यति राखेर राम्रो पनि आउँदैन, त्यही भएर खिच्ने भएको छैन। आजभोलि त्यसरी भिडियो धेरै ल्याउन सकेको छैन, सबै काम गरेको। अब म सबै बिस्तारै राम्रो गराउँदै जानेछु। थ्याङ्क यू सो मच।